आज दरबार हत्याकाण्ड भएको 22 वर्ष पूरा भएको छ। 2058 साल जेठ 19 गते दरबारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाहको वंशले नासुने गरी राज परिवारका सबै सदस्यको एकै ठाउँमा हत्या भएको थियो। हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्या, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रुति सहितको निधन भएको थियो। घटनापछि तत्कालीन सरकारद्वारा गठित समितिले छानबिनपछि तयार पारेको प्रतिवेदनले घटना तत्कालीन युवराज दीपेन्द्रबाटै भएको ठहर गरे पनि यसलाई धेरैले विश्वास गरेका छैनन्। 22 वर्ष बित्दासम्म पनि हत्याकाण्डको तथ्य अझै बाहिर आउन सकेको छैन। हत्याकाण्ड भएको नारायण हिटिर दरबारलाई अहिले संग्रहालय बनाइएको छ। 2058 साल जेठ 19 गते शुक्रबार मध्यरातमा दरबारमा हत्याकाण्ड भएको भन्दै फोनको घण्टी आइरहे पनि पत्यार नलागी सुतिरहे। तर बारम्बार आफन्तका फोनहरू आउन थालेपछि अलि झसङ्ग हुँदै उठे। समाचार सही रहेछ तर कसैलाई पुरै केही थाहा थिएन। सबेरै सहकर्मीद्वय चन्द्रशेखर कार्कीजी र विकास रौनियारजीसँग कुरा भयो। के कस्ता तस्बिर खिच्ने मौका पाइएला भन्ने भयो। बिहानै कार्यालयमा भेटेर सल्लाह गर्ने निर्णय गर्यौं अनि म तिनकुने स्थित कान्तिपुर कार्यालयमा निस्किए। कतै कुनै खबरको टुङ्गो नलागे पनि राज्यरोहण त हुन्छ नै भनेर हामी बसन्तपुर दरबार तर्फ लाग्यौं। आफ्नो बाइक अफिसमै छाडी म चन्द्रशेखरजीकै बाइकमा थिए। घटना कभर गर्न कामको बाँडफाँड गरेका थियौं। हामी बसन्तपुरमा बस्ने र विकासजी चाहिँ अरू कुनै घटनाका लागि खटिने। मेरो सम्झना अनुसार उनी सैनिक अस्पतालमा थिए। राजा बिनाको राज्य नभएकाले कुनै पनि समयमा राज्य रोहण हुन सक्छ भन्ने हामीलाई थाहा थियो। तर राजाहरू जिउँदा पनि छैनन् भन्ने खबर थियो। बसन्तपुरमा पुग्दा त्यहाँ मान्छेहरू अलमल्ल थिए। धेरै जसो अखबारहरू पढ्दै थिए। रेडियोमा एकहोरो धुन बाहेक अरू केही बजिरहेको थिएन। पसल पनि कुनै खुल्ला थिएनन्। सबै अन्यलमा थिए। कतै अलिअलि त्रास देखिएको थियो। सबैलाई के भएको होला भन्ने जिज्ञासा थियो। चियाको भरमा दिनभरि कुरिरहने बाहेक कुनै काम भएन। त्यहीको जनजीवनको अलिअलि तस्बिर खिच्यौं। घटनाक्रम कसरी बढ्छ भन्ने भ्यू नपाए पनि हामी भने तयार बसिरहेका थियौं। त्यति बेलै दरबारबाट दुखद घटनामा राजा रानी लगायतका शाही परिवारका अधिकांश सदस्यको निधन भएको खबर सार्वजनिक भयो। कोमामा रहेका युवराज दीपेन्द्रलाई श्री 5 घोषित गरियो। लगत्तै शाही परिवारको अन्तिम संस्कार पनि त्यसै दिन गरिने भयो। विकासजी सैनिक अस्पताल र शव यात्राको अनि शेखरजी र मैले पशुपति आर्यघाटको तस्बिरहरू कभर गर्ने भयौं। त्यतिखेर सम्ममा संसारको आँखा काठमाडौँमा अडिसकेको थियो। दर्जनौं छिमेकी देशका प्रेस पनि जम्मा भइसकेका थिए। हामी पनि बागमती पारी शाही शवहरू कुरेर बस्यौं। रेडियोमा प्रत्यक्ष प्रसारण गरिएकाले हामीले शव यात्रा कहाँ ल्याइपुग्दैछ भन्ने थाहा पाइरहेका थियौं। साँझसम्ममा एक एक गर्दै शाही शवहरू आर्यघाट ल्याइए। पहिले राजा वीरेन्द्र, पालकीमा रानी ऐश्वर्या, अधिराजकुमारी श्रुति, अधिराजकुमार निराजन लगायतका शवहरूले खुरुखुरु आर्यघाट भरियो। बल्ल ए साँच्चै भएको रहेछ भन्ने भावना आयो मनमा। बिना शब्द खुरुखुरु तस्बिर लिँदै गयौं। घण्टौं कुरेर राजाको अन्तिम विदाई गर्न आएका भिडमा कतिले राजा रानी अमर रहून् भनेर नारा लगाएको सुनिन्थ्यो भने कति आँसुमा डुबेर ट्वाल्ल परिरहेका थिए। सारा घटना सपना जस्तो मात्र थियो। आर्यघाटमा थुप्रै पटक पुगे तर त्यो जति हृदय विदारक साँच अरू भएन। साधारण मान्छेको त परिवारको सबै बित्दा कति पीडा हुन्छ। यिनीहरू त देशको सर्वोच्च पदमा थिए। नियति भन्दा ठुलो केही हुँदैन भन्ने लाग्यो। तस्बिर खिचिसकेपछि खोइ के भयो कुन्नी, शेखरजी घर जान्छु भनेर लागे। म पनि थापाथली स्थित ल्याबतिर लागे। म ल्याब पुग्दा विकासजी तस्बिर लिएर अफिस लागिसकेका थिए। त्यसबेला हामीले फिल्म क्यामेरा प्रयोग गर्ने हुनाले कुनै घटना हुन साथ ल्याबका प्रिन्टरलाई कुर्न भन्नु पर्थ्यो। उनीहरूले धुलाइका तस्बिरलाई म्यानुअली काटेर हामीले निर्देश पुर्याउँथ्यौं। ल्याबका कर्मचारीहरू साह्रै असल थिए। हामी नपुगुन्जेल कुरेर बस्थे। कतिलाई काम सकिएपछि हामी घर पुर्याइदिन्थ्यौं। हाम्रो त भोलिपल्ट अखबारमा बाइलाइन छापिन्थ्यो तर उनीहरू त सिर्फ हामीलाई मद्दत गर्थे। भोलिपल्ट विकास र नेपाल पत्रिकाका तर्फबाट नरेन्द्र श्रेष्ठले खिचेका
शाही शव यात्राका तस्बिरहरूको कम्पाइलेसन प्रकाशित भएको थियो। कोमामा रहेका युवराजलाई मृत घोषणा गरेपछि हामी फेरि सोमबार बिहानै बसन्तपुर दरबार पुग्यौं। दरबारलाई पूछताछ गरिसकेको थियो। बिस्तारै तत्कालीन बडा गुरुज्यू सँगसँगै प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला, प्रधान सेनापति प्रमुख विपक्षी दलका नेता माधव कुमार नेपाल, सभामुख तारानाथ राणाबाट सहित विशिष्ट पदाधिकारीहरू सुकिलो कपडा र तकमाहरूमा एक एक गर्दै उपस्थित भए। पानी अलिअलि छिटाइरहेको थियो। हामी चुपचाप समाजको आँखा बनेर घटनालाई तस्बिरहरूद्वारा कैद गर्दै गयौं। सरकारी मीडिया कर्मीहरू सेतो कालो पेन्गुइन दौरा सुरुवालमा सजिएका थिए। कपाल खौरिएर आएका अधिराज कुमार ज्ञानेन्द्र बिस्मातमा थिए। उनले निहुरेर बडा गुरुज्यू अघि शिर निहुराइदिए र दोस्रो पटक श्रीपास भए। देशका विशिष्ट व्यक्तिहरूबाट दान ढोक्लिएपछि उनी बिस्तारै रथमा बसी नारायण हिटी तर्फ प्रस्थान गरे। सडकमा उभिएको भिडले चुपचाप हेरिरह्यो। महाकालसम्म म पनि हिँड्दै तस्बिर खिच्दै गए। पानी अलि बढ्दै थियो। मनमा कतै नयाँ राजाका लागि अभिषेक त भएको होइन भन्ने लागिरह्यो। कोही कोही मात्र अकाल झुकल छतबाट हेर्दै थिए। कहाँ युवराज, कहाँ यस्तो अन्तिम विदाई। असाध्यै रिग्रेटफुल स्थिति थियो। त्यतिखेर मलाई भने समाजको आँखा भएर घटनाहरू कैद गर्दा आफ्नो जिम्मेवारी ठूलो भएको महसुस भएको थियो। दरबार हत्याकाण्ड बारे छानबिन गर्न राज्यद्वारा गठित उच्च स्तरीय समितिले काम सुरु गर्नु अघिल्लो दिनै धीरेन्द्रका ज्वाइँ तथा दरबार हत्याकाण्डका प्रत्यक्षदर्शी डा राजीव शाहीले सैनिक अस्पतालमा पत्रकार सम्मेलन गर्ने निधो गरे। कान्तिपुरका हामी सबै फोटो पत्रकार अस्पताल पुग्यौं। त्यस ठिकैको कोठामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पत्रकार फोटो पत्रकारहरू टनाटन जम्मा हुन थाले। भूषण दाहालले प्रस्तुत गरेको कार्यक्रममा बिस्तारै ओम लेखिएको टी सर्ट लगाएका एक अधवैसे निश्चित भएर आफ्ना कुरा पस्किन आए। उनले ठोकुवा गरेरै तत्कालीन युवराज दिपेन्द्रले कसरी गोली चलायो भनेर विस्तृत रूपमा बताए। सबैजना चुपचाप उनको कुरा सुन्दै गए, टिप्दै गए, खिच्दै गए। त्यो सानो चुक्कल परेको कोठाभरिका पत्रकारलाई व्हाइट बोर्डमा लेख्दै आफ्ना कुरा राखिरहेका शाहीको तस्बिर मैले पनि झ्यालमुनिको एक कुनाबाट खिचिरहेको थिएँ। त्यतिकैमा मलाई कोठाको सम्पूर्ण दृश्य चाहिँ बढ्ता इन्ट्रेस्टिङ लाग्यो। अनि तुरुन्तै झ्यालमै चढेर सोचेको तस्बिर लिए। भोलिपल्टको मुख्य तस्बिरका रूपमा छापियो। त्यो आफूले अलिकति फरक तस्बिर खिचेको महसुस भयो मलाई। दरबार हत्याकाण्डको केही दिनमै जापानबाट पुरानो साथी ताकाकी आइपुगेका थिए। म उनलाई लिएर सिंहदरबार पुगे। त्यतिखेर भर्खरै सूचना विभागको परिचय पत्रले मात्र भित्र छिर्न मिल्ने नियम बनेको थियो। गेटमा पुगेपछि थाहा भयो कि सूचना विभागद्वारा दिएको मेरो परिचय पत्र छुटेछ। मलाई छिर्न दिएन। तर त्यही ताकाकी भन्ने विदेशी भएको भरमा जापानको साधारण परिचय पत्रले छिर्न पाए। म रिसले भुतभुताए। अनि बेकारमा विवाद गर्नु भन्दा घर फर्किएर परिचय पत्र ल्याउनु बेस ठानेर ताकाकीलाई त्यही ओह्राली बाइक घुमाए। त्यतिखेरसम्म विदेशी पत्रकारहरू सबै देश फर्किसकेका थिए। फाटाफुट्ट छिमेकी मुलुकका बाहेक तत्कालीन सभामुख तारानाथ राणाबाट जो राज दरबार हत्याकाण्ड छानबिन गर्न बनेको उच्च स्तरीय समितिका सदस्य थिए ले मर्माहत तस्बिरहरूका साथै घटनाको बेली विस्तार लगाए। बाहिर आएका कुराहरू दोहोऱ्याए। राणा भाटले तत्कालीन युवराजले गोली यसरी चलाए भनेर अंग्रेजमा उल्था गर्दा सबैजनाले हाँसेर उडाएका थिए। पछिसम्म पनि यसरी मैले नेपाली इतिहासको एउटा ठूलो घटनालाई आफ्नो क्यामेरामा पछ्याएर कान्तिपुर मार्फत सर्वसाधारणमा पुर्याउन पाएकी थिए। कान्तिपुरकी पूर्व फोटो पत्रकार सुधिरा शाह हाल अस्ट्रेलियामा फोटोग्राफी गर्छिन्।